नमस्कार, म सामाजिक अभियन्ता गणेश खड्का। तपाईहरू हेर्दै हुनुहुन्छ के न्युज वानमा स्वागत छ। फेरि म आइसकेको छु नीतू सुनार बचाउ अभियान ल्याएर। नीतू सुनार बचाउ अभियानमा हामीसँग आउनुभएको छ साथ सपोर्ट र सहयोगको साथमा साँपेबगर नगरपालिका 9 बुढाकोट बसकाटिया जन्मघर भई हाल रोजगारीको सिलसिलामा भारत, गुजरात, सुरतमा बस्दै आउनुभएका जगतबहादुर थापाजी आउनुभएको छ। उहाँले नीतू सुनार बचाउ अभियानमा 2000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँको यो सहयोग गर्ने हात सधैँभरि भगवानले माथि नै गरिराखुन् र उहाँको घर परिवारमा सधैँभरि खुसी नै खुसी चाहिरहोस् र खान पुगोस्, लगाउन पुगोस् भन्न चाहन्छु। फेरि त्यसै गरी हामीसँग नीतू सुनार बचाउ अभियानमा विभिन्न ठाउँबाट हाम्रा साथीहरू जोडिनु भएको छ। को कहाँबाट जोडिनु भएको छ म हजुरहरूलाई जानकारी गराउन गइरहेको छु। पुनाबाट हुनुहुन्छ भरत बहादुर कुँवरजी हुनुहुन्छ। उहाँको सम्पर्क नम्बर छ 7057474728। त्यसै गरी हामीसँग मुम्बईबाट जोडिनु भएको छ रुद्र भाइ अमराज कुँवर जोडिनु भएको छ। उहाँको सम्पर्क नम्बर छ 9372170470। त्यसै गरी मुम्बईबाट जोडिनु भएको छ जो अहिले पीडित हुनुहुन्छ, उहाँका आफन्त हुनुहुन्छ, राघव विकजी हुनुहुन्छ। उहाँको सम्पर्क नम्बर छ 9892506933। त्यसै गरी सुरतबाट जोडिनु भएको छ हामीसँग चेतराज कुँवरजी जोडिनु भएको छ। उहाँको सम्पर्क नम्बर छ 9601554008। त्यसै गरी हामी सामाजिक अभियन्ता गणेश खड्का, हाम्रो सम्पर्क नम्बर छ 9574337610। हजुरहरू हेर्दै हुनुहुन्छ के न्युज च्यानल 1। के न्युज च्यानल 1 लाई सब्स्क्राइब गर्न बाँकी छ भने सब्स्क्राइब गरी साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु।